कुनै पनि मानिसले सम्बन्धको महत्त्व त्यति बेलासम्म बुझ्दैन जति बेलासम्म उसले त्यो सम्बन्धको महसुस गर्न पाएको हुँदैन, महसुस गर्न सक्दैन। फेरि जति बेला उसले वास्तवमा आफ्नो सम्बन्धको महसुस गर्दछ त्यो बेला समय निकै टाढा पुगिसकेको हुन्छ, निकै टाढाको दूरीमा पुगिसकेको हुन्छ र हामीले त्यो बेला सम्बन्धलाई चाहेर पनि सुमधुर बनाउन सक्दैनौँ। त्यसैले हामीले सकेसम्म आफ्नो नातागोता सङ्गी साथी इष्टमित्र जो हुनुहुन्छ उहाँहरूसँग भएको सम्बन्धलाई एउटा धनको रूपमा मात्र नहेरेर, एउटा पद प्रतिष्ठाको रूपमा मात्र नहेरेर वास्तविक अन्तरआत्मादेखि नै एउटा मानवीय रूपले सम्बन्ध निर्वाह गर्नुपर्छ, सम्बन्धलाई जोगाइराख्नुपर्छ, सम्बन्ध बनाइराख्नुपर्छ, त्यसलाई सुमधुर बनाउनुपर्छ, त्यसलाई टाढा जान दिनु हुँदैन। मरेर लाने केही होइन, खाली हात आएको हो, खाली हात जाने हो। यो सृष्टिमा जो जति आए सबै खाली आए, जति गए सबै खाली गए। हाम्रो वैभव, हाम्रो चाहिने धन सम्पत्ति, उमेर, पद प्रतिष्ठा सबै अस्थायी हुन्, आज छ भोलि छैन भन्ने खालको कुराहरू यदि हामीले सोच्यौँ र त्यो कुराको महसुस गऱ्यौँ भने हाम्रा लागि न कोही पराई हुनेछ, न कोही टाढाको हुनेछ, होइन, सबै आफ्नो, सबै नजिकको हुनेछ र त्यो सम्बन्ध सुमधुर बनिराख्नेछ र हामीलाई कसैले पनि चिन्दिन, जान्दिन, बुझ्दिन भन्न पाउने अवसरै पाउने छैन।